कतिजना मान्छेहरू आएका राम 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 त्यो छाना टोलीका मान्छेहरू साह्रै खर्च छन् हौ यस्तो पुराणहरू लागेको ठाउँमा सुन्न आउँदा रहेछन् कस्ता राम्रा राम्रा पनि रहेछन् अब आफूलाई त पुलिसका लाग्यो हिँड्न पनि सकिँदैन अरू त केही भएको छैन दमले अलिकति च्यापेको मात्रै छ कि त कृष्ण खड्का होइन कृष्ण दाई के छ खबर राम्रो छ ल साह्रै भाग्यमानी रहेछौ दाई तिमी त साह्रै भाग्यमानी रहेछौ घरमा यस्तो पुराण लगाएका रहेछौ गाउँका सबैजनालाई बोलाएछौ राम्रो गरेछौ बाबा अब आफू त बुढेसकाल थाहा पनि छैन भाउजूलाई चाहिँ अलि धेर काम लाउनु नि हो अलि मोटी भएपछि के भाउजूलाई सुगर पनि लागेको रहेछ अलिक काममा पेलाउनु घाँस सास काट्न लाउनु गाई अलिक ठुल्ठुला पाल्नु ल ल हेर अब पण्डितजीहरू पनि कति राम्रा राम्रा हेर त आँखा झपक्क परेका होइन यहाँ छेउमा बस्ने त हाम्रा राजगढका प्रशान्त अधिकारी गुरुहरू देख्छु त हो कि क्या हो हो रहेछ नि कति राम्रो कथा गर्नुभएको मैले त्यो बिर्सामुडमा एउटाको घरमा उहाँले गरेको कथा सुनेको थिएँ साह्रै मन परेको थियो आज दर्शन गर्न पाइयो जय जय हो गुरुदेवहरूको कति राम्रा राम्रा गुरुहरू ल्याएछौ कृष्णलाई साह्रै राम्रा ल्याएछौ अब के गर्नु बुढेसकालमा यस्तै हो हिँड्न पनि सकिँदैन अब यसो भागवत पुराण लागेको अनि यसो हेर्नु त पर्यो यहाँ कसले तार राखेछ हो छिर्दै नसक्ने भयो हेर गाउँले भाइ त कहाँ गएछ मलाई देखेर होला अघि आए कति राम्रा भाइ रहेछन् आँखा सुसुक्क परेका चालिएर साह्रै मिठो गाउँला छ ल जय जय होस् है जय जय होस् अर्का पनि के ढ्याउडो ठोक्ने भाइ पनि रहेछ कति राम्रा आउँदो जय होस् हाम्रा कृष्ण दाइले चाहिँ साह्रै राम्रा राम्रा गुरुहरू ल्याएछन् जय जय होस् यही अपरेटर चाहिँ अलिक अल्छी अल्छी गर्दा रहेछ ज्यानका बिगारेर चौपट्ट बनाएर घरि तेल छैन भन्छ पक्का पनि बाँड्दै घरमा राखेका रहेछ बाबु अन्त चाहिँ त्यस्तो नगर्नु है अब के गर्छ यो यसो घुमेको छ यो त क्यामेरा हो कि क्या हो मैले त देखेकै छैन यो क्यामेरा हो कि क्यामेरा हो जे होस् ठिकै छ राम्रै रहेछ मेरो पनि फोटो खिच त्यहाँ लुटी देख्यो मारेर अब बुढेसकाल लाग्यो के गर्नु ल अब यत्रो खर्काको परिवारको पुराणमा आइयो यसो अब पुस्तक भएर ढोक्छु अब पैसा त छैन चढाउँ भने त्यही पनि अब ढोक्छु एकचोटि जय हो भागवत भगवानको जय हो पुराण लाउनेको पनि जय जय हो सबैजनाको अब म पनि सानो त मान्छे होइन मेरा पनि छोराहरू सबै बाहिर छन् मेरा 4 जना छोराहरू हुन् अब सबैजना कमाउँछन्
अनि एउटी छोरी चाहिँ उहाँ वीरतामा बिहे गरेर दिएको छु एउटा छोरी हो एउटा चाहिँ उहाँ राजगढमा अधिकारीको छोरालाई दिएको छु अनि एउटा चाहिँ यहाँ माथि फुलगाछी भन्ने ठाउँमा दिएको छु अब त्यस्तै हो भागवतमा आयो यसो दान पुन गरौँ कि भनेको आफूसँग त छैन अब एक्चुअली छोरालाई फोन पो लाउनु पऱ्यो के भन्छ मेरो जेठो छोरालाई फोन लाउनु पऱ्यो बाबु यहाँ एउटा म छ यसो फोन लगाइदिएको र म मेरो छोरासँग यसो जेठो छोरासँग बोल्नु पऱ्यो यो नम्बरमा लगाइदियो बाबा फोन ल यो नम्बरमा फोन लगाइदियो हेलो बाबु हजुर हेलो बाबु हजुर बुवा के छ बाबा तिम्रो खबरमा तिम्रो छ ठिकै छ बुवा ठिकै छ के छ तपाईँको मेरो राम्रो छ बाबा ए भन्नु त किन सम्झिनु भयो अनि के गर्दैछौ भनेर यसो फोन गरेको म अहिले काममा छु क्या अफिसमा हेलो बाबु राखिएको अब काममा रहेछ अब बाबु त्यो अर्को मेरो काम छ कुकुरले छ त्यसलाई चाहिँ एकचोटि फोन लगाइदेऊ त्यसले चाहिँ मलाई साह्रै माया गर्छ त्यो मेरो काम चाहिँ कुकुरले छ हेलो हेलो बाबु कहाँ छ कुकुरले हजुर बाबा किन फोन गर्नुभएको काम छैन तपाईँको म यहाँ अफिसमा काम गरिरहेको छु जति बेर पनि फोन गरेर डिस्टर्ब गर्नुहुन्छ फोन राखिहाल्नु त ए बाबु बाबु नगर बा राखी गइले पनि अब त्यो एउटा युकेमा हुने माइलो छोरालाई फोन लाउनु पर्यो अब माइलो छोराले चाहिँ उठाउँछ होला हेलो बाबु हजुर यस गाडी के भन्छ हो यो अस्टडी र उस्टडी गर्छ त मेरो के भयो माइलो छोरो ड्याड राति 12 बजीसम्म फोन गरेको भोलि बिहान गर्नु म त सुतेको त राख्नु के गर्नु बाबै आफ्नो त यस्तै छ कर्म हुन त 4 भाइ छोरा हुन् हुन त मेरा 4 भाइ छोरा हुन् के गर्नु सबै यस्तै छ कर्म यस्तै छ अब अनि बा तपाईँलाई त म यो ठाउँमा नयाँ देख्छु कहाँ हो तपाईँको घर कहाँदेखि आउनुभयो यहाँ कसरी आइपुग्नु भयो बाबै अब म चाहिँ यसो घुम्दै आएको थिएँ अनि अब यसो डुल्दै घुम्दै आउँदाखेरि छोराहरूको साह्रै न्यासो लाग्यो फोन लाउन खोजेको फोन पनि लगाएन अनि अब साह्रै दुःख छ बा मलाई मेरो छोरा साह्रै दुःख छ बाबै अब म हेर्न यस्तो देखेँ भने मेरा छोराहरू हट्न भन्दैछु मासर टाउको ल्याएको गर्छु मेरो आफ्नो ठुलो कथा छ बाबै मेरो कथा फेरि कथा यसको टाउको कुच्याइन्छु लाग्यो म एउटा मेरो कथा सुनाउँछु कि म एउटा कथा सुनाउँछु सबैजनाले सोचिदिनु र यो चाहिँ मेरो आफ्नो कथा हो मैले धेरै भोगेको मेरो आफ्नो कथा